नमस्कार साथीसँग। जीवनमा एउटा प्रश्न सबैले सोध्ने गर्छन्, किन यति धेरै दुःख छ? मानिस धनी होस् वा गरिब, शिक्षित होस् वा अशिक्षित, दुःखले सबैलाई छुन जान्छ। तर 2500 वर्ष पहिले सिद्धार्थ गौतम अर्थात् बुद्धले भने, दुःख मात्र समस्या होइन, दुःख बुझ्नु नै समाधानको सुरुवात हो। बुद्धले पहिलो सत्यमा भन्नुहुन्छ, जीवनमा दुःख छ। दुःख भन्नासाथ धेरैलाई लाग्छ यो त नकारात्मक सोच भयो, तर यो त वास्तविकता पहिचान गर्ने साहस हो। जुनसुकै मानिसको जीवन हेर्नुस्, सफलता नपाउँदा पीडा, मन परेको मान्छे टाढा जाँदा पीडा, सम्बन्ध टुट्दा पीडा, शरीर बिरामी हुँदा पीडा, चाहना पूरा नहुँदा पीडा, चाहना पूरा भएर पनि टिक्न नसक्दा पीडा। यही नै बुद्धले भनेको दुःख हो। अब मुख्य कुरा, दुःख किन आउँछ? बुद्धले उत्तर दिनुभयो, दुःखको मूल कारण तृष्णा हो। तृष्णा भनेको अतृप्त चाहना, अपेक्षा, आसक्ति, यो नै चाहियो, यिनै चाहियो भन्ने निरन्तर मनोवृत्ति। दैनिक जीवनका उदाहरणहरू, सामाजिक सञ्जाल हेर्दा सबैको लाइफ पर्फेक्ट, मेरो मात्रै एम्टी, त्यही तुलना दुःख। प्रेम सम्बन्धमा तिमीले यति नै ध्यान दिनुपर्छ, अपेक्षा टुट्यो भने दुःख। पैसामा अझै बढी, तर सन्तुष्टि कहिल्यै पूर्ण हुँदैन। त्यही मनको नपुग, असन्तुष्टि नै दुःखको जरा हो। धेरैले सोध्छन्, ठिक छ, दुःख छ भने हटाउन सकिन्छ कि सकिँदैन? बुद्धको उत्तर, सकिन्छ। दुःख भाग्य होइन, दुःख परिवर्तन योग्य अवस्था हो। तृष्णा र आसक्ति शान्त भएपछि मन स्वतन्त्र हुन्छ र स्वतन्त्र मनमा दुःख बस्नै सक्दैन। अब वास्तविक उपाय, अष्टाङ्गिक मार्ग। यो कुनै धार्मिक कर्मकाण्ड होइन, यो मन परिवर्तनको विज्ञान हो। अष्ट अङ्ग यस प्रकार छन्: 1. सम्यक दृष्टि, वास्तविकता बुझ्ने दृष्टि। 2. सम्यक सङ्कल्प, दया, अहिंसा र सद्भावको सङ्कल्प। 3. सम्यक बाणी, झुट, गाली, विभाजनपूर्ण वचन नगर्ने। 4. सम्यक कर्म, नैतिक जीवन र हानिरहित काम। 5. सम्यक आजीविका, हानिकारक पेशा नछान्ने। 6. सम्यक प्रयास, गलत मानसिक बानी हटाउने। 7. सम्यक स्मृति, माइन्डफुलनेस, अवेरनेस। 8. सम्यक समाधि, ध्यानद्वारा मनलाई एकाग्र बनाउने। यही मार्गले दुःखका कारणहरू क्रमशः कमजोर पार्दै जान्छ। यो आज पनि उत्तिकै लागू हुन्छ। उदाहरण, अत्याधिक सोच, सोचको समय निर्धारण, दिनको एउटा समयमा मात्र सोच्ने, बाँकी समयमा बाँच्ने। अत्याधिक काम, विश्रामको अधिकार, आराम बिना काम पोइजन जस्तै। अत्याधिक तुलना, आत्म आधार, अरूसँग होइन आफूसँग तुलना। अत्याधिक खाने, सजग खाने, स्वादभन्दा शरीरको माग बुझ्ने। अत्याधिक मोबाइल वा स्क्रोल, डिजिटल उपवास, फोनले होइन मनले डिरेक्सन दिने। अत्याधिक भावनात्मक, विचार नगरी प्रतिक्रिया नगर्ने, पहिले अवलोकन पछि प्रतिक्रिया। ध्यान, प्रत्यक्ष उपचार विधि। बुद्धले भन्नुभएको थियो, सबै दुःख मनमै उत्पन्न हुन्छ, त्यसैले समाधान पनि मनमै खोज्नुपर्छ। ध्यान विपश्यना मनलाई यस्तो गर्छ, प्रतिक्रिया देख्छ, प्रतिक्रिया बुझ्छ, प्रतिक्रिया हट्छ, मन शान्त हुन्छ। यही नै वास्तविक मुक्ति प्रक्रिया हो। बुद्धको शिक्षा आज पनि जीवित छ, किनकि यसले कुनै अदृश्य शक्तिमा होइन, मानव मनमै समाधान देख्छ। दुःख हटाउनका लागि न त जात चाहिन्छ, न त धर्म परिवर्तन चाहिन्छ, न त आस्था थोप्नुपर्छ। चाहिन्छ भने बुझ्ने इच्छा र अभ्यास। बुद्धले भन्नुभएको थियो, अत्ता हि अत्तनो नाथो, अर्थात् आफ्नै मन आफैको रक्षक हो। जब मन बुझिन्छ, दुःख शान्त हुन्छ र शान्त मनले संसारलाई नयाँ नजरले हेर्न थाल्छ। यदि यो विचारले तपाईँलाई छोयो भने बुद्धको उपदेशहरूलाई जीवनमा प्रयोग गर्नुहोस्, बिस्तारै दुःखको बोझ कम हुँदै जान्छ। बुद्धं शरणं गच्छामि। धन्यवाद। सब्स्क्राइब गर्न नबिर्सनुहोला।